साथीहरु आज हामीले तपाईलाई यस भिडियो अन्तर्गत रहेर तपाईले प्रयोग गरिरहेको एनटीसी र एनसीएल को सिम कसको नाममा छ त्यो कसरी हेर्ने त्यसको बारेमा जानकारी दिन गइरहेको छौं। यदि तपाई पनि आफूले प्रयोग गरिरहेको एनसीएल र एनटीसी को सिम कसको नाममा छ भनेर पत्ता लगाउन चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नु होला। अब तपाईले आफूले प्रयोग गरिरहेको एनटीसी को सिम कसको नाममा छ भनेर पत्ता लगाउनको लागि जस्ट तपाईले आफ्नो मोबाइलको डायल प्याडलाई ओपन गर्नुहोस्। डायल प्याडलाई ओपन गरेपछि *922# डायल गरेर यसलाई तपाईले एनटीसी बाट कल गर्नुहोस्। अब एनटीसी बाट कल गर्न साथै तपाईले प्रयोग गरिरहेको एनटीसी को सिम कसको नाममा दर्ता भएको छ तपाईले यहाँ देख्न सक्नुहुनेछ। दिस नम्बर भनेर तपाईले आफ्नो नम्बर देख्न सक्नुहुनेछ भने कसको नाममा रजिस्ट्रेसन भएको छ भनेर तपाईले यहाँ नाम देख्न सक्नुहुनेछ। हो यसरी तपाईले सजिलैसँग एनटीसी को सिम कसको नाममा छ भनेर पत्ता लगाउन सक्नुहुनेछ। अब त्यसैगरी तपाईले प्रयोग गरिरहेको एनसीएल को सिम कसको नाममा छ भनेर पत्ता लगाउनको लागि जस्ट तपाईले आफ्नो मोबाइलको डायल प्याडलाई ओपन गर्नुहोस् र तपाईले *9966# डायल गरेर यसलाई तपाईले एनसीएल बाट कल गर्नुहोस्। अब एनसीएल बाट कल गर्न साथै तपाईले प्रयोग गरिरहेको एनसीएल को सिम कसको नाममा छ भनेर तपाईले यहाँ देख्न सक्नुहुनेछ। दिस सिम भनेर तपाईले आफ्नो यहाँ मोबाइल नम्बर देख्न सक्नुहुनेछ भने कसको नाममा रजिस्ट्रेसन भएको छ नाम पनि तपाईले यहाँ देख्न सक्नुहुनेछ। हो यसरी तपाईले सजिलैसँग आफूले प्रयोग गरिरहेको एनसीएल र एनटीसी को सिम कसको नाममा दर्ता भएको छ भनेर तपाईले जानकारी लिन सक्नुहुनेछ। यदि तपाईले प्रयोग गरिरहेको सिम अरूको नाममा छ भने तपाईले सम्बन्धित टेलिकममा गएर एउटा फर्म भरेर तपाईले आफ्नो नाममा ल्याउन सक्नु। तपाईले प्रयोग गरिरहेको एनटीसी र एनसीएल को सिम कसको नाममा छ भनेर तपाईले यसरी चेक गर्न सक्नुहुनेछ र चेक गर्नु पनि पर्छ। तपाईलाई आजको भिडियो कस्तो लाग्यो त? भिडियो मन पर्यो भने लाइक गरिदिनु होला र यस च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू फर दिस भिडियो वाचिङ।